हामी छ है। अनि हामी नेपाली ठिटाहरू मिलेर चाहिँ आज हामी खसी खोज्न जाँदैछौँ गाइज होइन। भ्यू चाहिँ दामी छ ल है। चिसो चिसो मौसम। झन् खसीको मासु कति मिठो होला। खसी लिनुको लागि हामी जाँदैछौँ। केटाहरू रमाइलो गरेर आइरहेको छ होइन। पहाडको टुप्पोमा आइदियो है। केटाहरू नि आइरहेको हाम्रो यहाँ पिख्नु सर चाहिँ केही भन्यो नि तर त्यो चाहिँ कसले खाने त्यो चाहिँ कसले खाने रात खाने हो। ल ल ल ल है त केटाहरू है त। हामी खसी किनेर चाहिँ यो थारको पछाडि हालेर लिएर जाने हो। ट्याक्क लाएर आजै बेलुका काट्ने हो कि कहिले काट्ने हो। बेलुकै काटिने है काट्नु। अहिले चाहिँ अब हामी शिवजीको साथमा भुन्तर जाँदैछौँ खसी लिनलाई। अहिले चाहिँ हामी अब जुस पिउँदैछौँ। जुस पिएर हाम्रो यात्रा अघि बढ्नेछ। डेभिड सर के छ? हेलो 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 ओ बासु। केटाहरू निरीक्षण गर्दैछन्। हेलो गाइस के भन्नु छ? खसी लिन हामी कहाँ जाँदैछौँ? खसी लिन भुन्तर जाँदैछौँ। दसैँ आयो भोलि। दसैँको पुरा भ्यू हेर्न लागि दिवस उसलाई सब्सक्राइब गरिदिनु होला। घन्टी बजाइदिनु। जुस एक गिलास जुस खाइदिनुहोस् भने है त। जुस बजाइदिनुहोस्। जुस तपाईँलाई दामी कि गाउँ रहेछ। हामीले 60 भाग्यो भाग्यो भाइ बक्रा भाग्यो। पकड्नु पकड्नु यसो पकड्नु। यही लैजाउँ ल। 10 ठाउँ दौडिरहनु भन्दा यही लैजाउँ। अहिले यही पनि नभल अरू पनि लिन आहा। अरे ऐसे ही बैठेंगे तुम्हारे जान लग जान पर बैठेंगे। अहिले चाहिँ हामी अब खसी किन्ने ठाउँमा आइसकेका छौँ होइन। अब खसीको कुरा हुँदैछ। एउटा सानो खसी भेट्यो त्यो लाने कि नलाने भन्ने कुरो हुँदैछ। हाम्रो मेन मान्छे चाहिँ उहाँ हुनुहुन्छ होइन। अनि उहाँ हुनुहुन्छ बारबी है बढ़िया है बंदे बढ़िया है गाइस लगा दिया। ऐसे गिनते हैं, ऐसे भी गिनते हैं, ऐसे गिनते हैं, ऐसे पकड़ा दे।
ये अपने दोस्त पीठ में डालना कि ऐसे ही ला देंगे रस्सी नहीं हो ऐसे करेंगे ऐसे इको में डालेंगे खुला रहा एक ले ही है एक ही ये वाला नहीं तो 15,000 गूगल पे का बिजनेस तो है ही नहीं मेरा पेटीएम का जैसे तो नहीं होगा ना किनिसकेका छौँ हैन यसलाई चाहिँ अब हामी अब यसलाई लिएर गएर भइसक्यो होइन भइसक्यो ओइ ओइ राम्रोसँग उ गर न केटा यार ओइ हिँड्न दिएन बिस्तारै त्यो यो कसलाई खुवाउने यो भयो अहिले तान्ने भयो केटाहरूले गाडीमा हाल्नु नि त अब अहिले फ्याक्ट्रीमा गएर जोखौँला ओ दुखे दुखे छोड्थ्यो बिचरा एक्काइस भयो नि 16 किलो मासु बस्छ यसो कान कुन काटेर ल लिएर हिँड लिएर गाडीमा 14-15 किलो मासु बस्छ यसको ल भेनमा लिएर हिँड ल लिएर हिँड बासु लिएर ग हिँड ल ल तिम्रै पार्टी हो ल केही छैन हामी केही नि भन्दैनौँ त्यसैमा हो त्यसैमा हो त्यसैमा हालिए यसो होइन फोहोर हुन्छ अरे हाल्यो ल हाल्यो त्यसलाई बस त्यहाँ बस्छ मजाले सत्ताइस किलो चाहिँ हुनुपर्छ यो होइन मैले चाहिँ यो धेरैको कम्पिटिसन गरेँ बासु कति भाग लगा 7 भाग ल है त मासु त राम्रो परेछ होइन